हेलो गाइज वेलकम टु माई नेक्स्ट ब्लग। आज हामी उल्टो सुल्टोको सेटमा धेरै पछि ब्लग आयो। सबैले माया गरिदिनु होला। बिहानीको घामसँगै हामी आयौँ हाम्रो यो सेटको घर। उहाँ हाम्रो क्यामेराम्यान दाइ सागर दाइ, हाम्रो डाइरेक्टर साहेब। ड्रेस चेन्ज हुँदैछ, बिस्तारै हुन्छ। सब्स्क्राइब राम्रोसँग हेर्दिनु होला। फेरि स्टार्टदेखि स्टार्ट। हेलो नमस्ते एभ्रिवान। हाम्रो भाइको नाम के छ रे? राजकुमार, लियो राजकुमार। लियो राजकुमार हो कि लियो पाडा हो? हेरिदिनु होला उसको लियो र सबैजना हेरिदिनु होला। हामी चाहिँ अहिले सुटिङमा छौँ अनि म चाहिँ म को हो? हजुर म को रे? वरिष्ठ कलाकार। ए त्यही भएर म मेकअप गर्दैछु। धन्यवाद है। हजुर त्यो बुम्बा यहाँ सुटिङमा मोटी दिदी छ नि, थाहा छैन मलाई। सर बाबु नमस्ते मेरो बाबु। ठिक छ नि? तपाईँ धेरै राम्रो मेरो भाइ। हजुरको शुभ नाम भन्दैन? मेरो राजकुमार। राजकुमार भाइ, हजुर धेरै मजाको मान्छे है। अनि हाम्रो दुवैजनालाई भ्लगमा स्वागत छ। अब के भन्न चाहनुहुन्छ? हाम्रो सागर दाइ के भन्न चाहनुहुन्छ? म के छ भाइ, क्यामेरा सेटिङ हुँदैछ, हुँदैछ, स्टार्ट गर्ने समय हाम्रो हुँदैछ। त्यति नै हो, खासै केही छैन। अनिल सर दुई शब्द जाओस् न। दुई शब्द त यस्तो हुन्छ है। अब त्यो अहिले पछि एकछिनमा चना अन्डा खाएछ इनर्जी आउँछ। 80%। 90को स्पिडमा दौडिन्छ भने ल ठिक छ। म यति नै भन्न चाहन्छु। मलाई सबै कहानी गर्दैछ हुनु खै छुट्या छैन। म घर गइसकेँ म होइन, म विदेशमा छुट्याएर छ त बिरमाया दिदीको जुन होइन। म दुईटै छोरा देखायो होइन। यहाँ 50 पार फेरि गएको 3 चोटि गएर हो र। अनि मलाई त मन लाग्छ, म त जाउँ लाग्छ भन्छ। यतातिर हुँदैछ हाम्रो कार्यक्रम। सुटिङ स्टार्ट हुँदैछ। सुटिङ सेटमा सबै सेट भइसक्यो, क्यामेरा सेटिङ भइसक्यो, बुम गिम्बल सबै रेडी। क्यामेरा हामी रेडी। जात्रामा बोलाएर खाजा खाएर गरौँ, बुढाको मेरो गरौँ। हाम्रो राम्रै दिदी, हाम्रै दिदी के छ खबर? हेलो हेलो, दुई शब्द जाओस्। कति गाह्रो छ हाम्रो दिदीलाई है। कसैले माया गर्नुहुन्न कस्तो आउँछ हो नि। हाम्रो बिना दिललाई कसैले माया गर्नु भएन अरे। कोही त होला नि मलाई पनि माया गर्नु।
नानी त यस्तो के गरेर यो तातो पानी खाएर केही फाइदा हुन्छ कमसेकम यसो प्याक मिसाएर अनि हनी हालेर रम कसैले दिएदेखि हुन्थ्यो भन्नु हो है आज चाहिँ नि सागर दाइ नै हुनुहुन्छ क्या स्पोन्सर रक्सीमा स्पोन्सर जीवन स्पोन्सर गर्दैन हजुरले दिन भाइ मासु खाने किन्दी हेर्ने अहिले भर्खर चिया कफी हो भने चाहिँ मबाट हुन्छ मलाई चाहिँ रुगानीको चट्टै रुगानीको चाहियो अन्त हो त्यही त कुरा गर्दैछु सागर दाइले प्याक मिसाएर हनी हालेर भन्नुभयो त्यो त सम्झाइदिने हो क्या यो आफू रक्सी नखाने मान्छे परे त्यो भएन त्यो अरू औषधि भन्नु न स्टिम लिने पिनासको लागि अनि सबभन्दा राम्रो त अहिले त त्यो उ नै बट्टा किन्न बन्द रहेछ क्यामेरा पूजा अनि स्टार्ट हैन त यहाँनिर पानी पुग्यो भने त कस्तो पोल्दो रहेछ पिनास हुने त्यही नै हो अनि यही पोलेको विषय हो है मङ्गलम गरेर धरो मङ्गलम पुण्डरी काशी मङ्गलाय नमः हरि मङ्गलाय नमः जय सर्वत्राय नमः जय नागेश्वराय नमः 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 नमस्ते दाइ हाम्रो चाहिँ 4-5वटा सिन चाहिँ सक्यो अब हाम्रो चना ब्रेक हामी चना खान्छौँ त्यसपछि फेरि सुटिङमा ओके हाम्रो ब्रेक भइसकेको छ अब यतातिर सबैजना हुनुहुन्छ होला आहा यस्तो हुँदैछ यतातिर ल ठिक छ हाम्रो चना अन्डा डाइट वाउ भेरी नाइस यतिको चाहिँ हुनु पर्यो है तपाईँहरूलाई कुर्सी नदिएको कि नपाएको कि नबसेको कि के हो हामी गाउँले पारामा हो सादा सिम्पल वाउ क्वालिटी कस्तो रहेछ भनेको तर त्यतिसम्म नबस्नु भन्दैन वाउ कस्तो आउँछ क्वालिटी राम्रो आउँदैन के खिचेको त राम्रो आएन भने खिच्नुहुन्न हो खै किन अब हामी अर्को सिनतर्फ लगभग 7-8वटा सिन सकिसकेको छ नेक्स्ट सिनको लागि हामी जाँदैछौँ हाम्रो 2जना एक्ट्रेसहरू अगाडि जाँदै हुनुहुन्छ हामी पछि अब नेक्स्ट सिनको पालो नेक्स्ट सिन चाहिँ यो घरमा हुँदैछ है यो घरको फुलहरू एकदम दामी छ कस्तो मनपर्छ मलाई के भन्न चाहनुहुन्छ तपाईँ मेरो ब्लगमा ओके थ्याङ्क यू
मलाई मन पर्ने तिम्रो तालुमा पो बारबार टोक्दैछ है तिमी झन् नाकको टुप्पोमा टोक्न पर्ने हेर भाइ ओ नानी परे गरे नि यार किन ढिलो गरे ओइ नानी नल्यो है चल्यो स्ट्यान्ड बाइ मोड ओ नानी काममा ध्यान न काम ध्यान दिने चल्यो नल्यो है त गइहाल्छ सब थाहा छ नल्यो है चल्यो रोलिङ एक्सन ए बहिनी तपाईँ त अस्ति श्रीमानसँग जग्गा हेर्न गएको मान्छे होइन र सुन नानी उसलाई मात्रै हेरौ त्यहाँ हेरेर चाहिँ त्यो अचम्म हुनु पर्दैन को मान्छे हो त्यसरी बसिरहेको छ तिमीले त उसलाई मात्रै हेरौ त यार यसलाई तपाईँ थाहा छैन चाँडो फर्कायो भने केटा त्यसरी बसाएको को हो हेर्नु पर्दैन लल्यो मलाई केबाट पनि थाहा हुनु पर्छ के छ लल्यो है राम्रो खाना ब्रेक किन दिदी मुसु मुसु कुरा सुनेर आँसु ट्याउ यस्तो कोही फोनमै बिजी कोही मेकअपमै बिजी मलाई मात्रै कसलाई खिच्नेहरू ल भन्नु तपाईँको चोइसमा कसलाई खिच्दिउँ हजुर के गर्ने रे आमा यस्तो भन्न पाइएन है ए हाम्रो मनोज सर के छ खबर मनोज सर एकदम बिजी है सबजनाले खाना खाइसक्नुभयो सबजनाले खाना खाइसक्नुभयो अब ब्रेक त्यसपछि फेरि सुटिङमा कुदिहाल्ने हो होइन दिदी कुद्ने होइन हाम्रो के भन्छ मोडलजी भन्नुहोस् ए हो म त गर्दै त ब्लग चलिरहेको छ ब्लग है सबजना सुटिङ स्पट दिउँसोको 2 बज्यो हामी यतिखेर खाना खाएर अब सुटिङमा जाउँ लेट्स गो जाऊ भाइ जाऊ भाइ बोल अब यो पनि के हो ल ओके ठिक छ दाइ आज खोइ दाइले आज उ भयो मेसेज गरे हेलो गाइज आजको हाम्रो भ्लग चाहिँ यहीँ समाप्त भएको छ इन्डिङ हाम्रो सुटिङ पनि सकियो प्याकअप भइसक्यो अनि यति भन्दै अब नेक्स्ट भ्लग घुरेर बस्नु होला चाँडै नै आउँछ हस्